सम्पूर्ण विद्यार्थी भाइहरूलाई नमस्ते। आज हामी एकदमै इम्पोर्टेन्ट टपिकमा चाहिँ आज हामी कुरा गर्न गइरहेका छौँ। साइन्स फ्याकल्टी अन्तर्गत रहेको केमिस्ट्रीमा फर्स्ट युनिट रहेको छ इन्ट्रोडक्सन अफ द केमिस्ट्री। यो चाहिँ हाम्रो युनिट 1 मा हो। न्युमेरिकल चाहिँ हामीलाई योबाट चाहिँ म्याक्सिमम रूपमा चाहिँ यस्तो प्रकारको चाहिँ यस्तो खाली चाहिँ हामीलाई एउटा क्वेसनहरू चाहिँ सोध्दै गरेर पाइएको छ, एकदमै इम्पोर्टेन्ट छ। क्यालकुलेट पर्सेन्टेज कम्पोजिसन अफ द फलोइङ है, एउटा कम्पाउन्ड दिएको छ हामीलाई, यसमा एच र सिएल चाहिँ कति पर्सेन्ट मिक्सअप भएको छ त्यो चाहिँ हामी पर्सेन्टेजमा चाहिँ फाइन्ड आउट गर्नुपर्ने छ। त्यसको लागि चाहिँ हामीले एउटा कुरा के थाहा पाउनु पर्यो भन्दाखेरि मोलिकुलर वेट चाहिँ हामीले सबै इलिमेन्टको 1 देखि 20 अथवा 1 देखि 30 सम्मका इलिमेन्टहरूको चाहिँ हामीले के पत्ता थाहा पाउनु पर्यो त एटमिक वेट चाहिँ हामीलाई थाहा भएको हुनुपर्छ। सरस्वती यसको सोलुसन हेरौँ। सोलुसन छ मोलिकुलर weight of what HCl is equals to H को मोलिकुलर वेट हुन्छ 1 प्लस Cl को हुन्छ 35 36 हुन्छ, 36 र 31 र 37 भयो। र पर्सेन्टेज अब के पत्ता लगाउनु, पर्सेन्टेज अफ एच हाइड्रोजन इज इक्वल्स टु के हो त फर्मुला, एटमिक वेट अफ एलिमेन्ट एन्ड टोटल एटमिक वेट अफ कम्पाउन्ड गर्दा हाम्रो कति हुन्छ, हाम्रो टोटल करिब 37 डिभाइड 1 डिभाइड 37 गर्दा 0.27% चाहिँ हुँदो रहेछ। अब पर्सेन्ट अफ Cl को चाहिँ Cl चाहिँ 36 डिभाइड 37 गर्दा 0.97% चाहिँ हुँदो रहेछ। यसरी चाहिँ हामीले स्टुडेन्ट यसरी चाहिँ हामीले चाहिँ एउटा कम्पाउन्डको कम्पोजिसनमा कति पर्सेन्टले चाहिँ मिलेर बनेको छ त्यो कुरा चाहिँ हामीले चाहिँ यहाँबाट फाइन्ड आउट गर्न सक्दा रहेछौँ। यस्तै गरी NaOH को यो पनि छ। पहिला मोलिकुलर वेट अफ what NaOH, सोडियम कति पर्छ 11 23 प्लस 16 प्लस 1 24 मा 16 कति भयो 40 हुँदो रहेछ। पर्सेन्टेज अफ Na भनेको चाहिँ कति त 23 डिभाइड 40 गर्दा हाम्रो 0.575%। पर्सेन्टेज अफ O भनेको 16 डिभाइड 40, यो भनेको कति त 16 डिभाइड 40 हुँदो रहेछ 0.4%। र पर्सेन्ट अफ H भन्नाले 1 डिभाइड 40 0.025 हुँदो रहेछ। यसरी चाहिँ हामीले कुनै पनि कम्पाउन्डको चाहिँ के त कति पर्सेन्टले मिलेर बनेको छ त्यो कुरा चाहिँ हामीले पत्ता लगाउन सक्छौँ। यस्तै भिडियो हेर्नको लागि मेरो च्यानललाई लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला र सेयर पनि गर्नुहोला। धन्यवाद।